पछिल्लो समय अनलाइन ठगी बढ्दै गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले 7 बुँदे सावधानी सूचना जारी गरेको छ। प्रवक्ता पवन कुमार भट्टराईको अनुसार दैनिक जसो नागरिक प्रलोभनमा परेर चिट्ठा परेको बहाना राजस्व तिर्नुपर्छ भन्ने रकम ठगी हुने घटनाले प्रहरी सतर्क बनेको हो। सूचनामा अनलाइन मार्फत सामान किन्ने बेला आधिकारिक विक्रेता यकिन गर्न नगद भुक्तानी गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ। साथै अपरिचित नम्बरबाट भिडियो कल गरी रेकर्डरलाई अश्लील बनाएर ब्ल्याकमेल गर्ने घटना बढेकाले त्यसतर्फ सतर्क रहन अनुरोध छ। त्यसैगरी सामाजिक सञ्जाल ह्याक भएर साथीसँग आर्थिक सहयोग मागेको जस्तै सन्देश आए प्रत्यक्ष सम्पर्क गरेर मात्र सहयोग गर्न भनिएको छ। सस्तो दर देखाएर एडभान्स रकम मागी ठगी हुन सक्ने भएकाले कुनै लिङ्क नखोल्न, ओटिपी, पासवर्ड, निजी विवरण कसैलाई नदिन र मोबाइल स्क्रिन नसेयर गर्न प्रहरीले आग्रह गरेको छ।